नमस्कार हजुरहरू सबैजनालाई अनि शुभ बिहानी पनि। हजुरहरूको दिन शुभ बनोस्। हजुरहरूले यसलाई के भनेर चिन्नुहुन्छ? हजुरहरूको आफ्नै भाषामा भन्न सक्नुहुनेछ, कमेन्टमा लेख्न सक्नुहुनेछ। हामी चाहिँ यसलाई बामरी दाना भन्छौँ। यो तुलसी जस्तो देखिन्छ देख्दा, तर यसको दाना भिजाएपछि यस्तो जेल्ली जेल्ली बन्छ। चिया सिड भन्नुहुन्छ, मैले चिया सिडको बुट देखेको छैन, तर बामरीको दाना पनि चिया सिड जस्तै हुन्छ। अनि यो लोकल उत्पादन मैले घरदेखि लिएर आएर बम्बईमा आफ्नो करेसाबारीमा लगाएको, फलेर खान लायकको भएछ। खुसी पनि लाग्यो, आफ्नो गाउँको उत्पादन हो नि त। यसको बास्ना मिठो लाग्छ मलाई चाहिँ। तपाईहरुलाई कस्तो लाग्छ? जस्ताको तस्तै प्रतिक्रिया दिन सक्नुहुनेछ है। मेरो भिडियो जसले हेरिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद।